ठुलो माछा निस्कियो आज चाहिँ नयाँ साल मनाइएला जस्तो है नयाँ साल फेरि निकाले फेरि पनि है ल गाइस 5 सिल भयो भने 1 सिल ल आज चाहिँ कोस पनि बवाल हेलो गाइस वेलकम टु माई न्यू भ्लग है आजको भ्लग चाहिँ बवाल आज सबलाई ह्याप्पी न्यू इयर गाइस ल हामी चाहिँ आज हप्ता आज चाहिँ ह्याप्पी न्यू इयर मनाउन जाँदैछौँ गाइस होइन हामी चाहिँ गेम खेलेर आएको गाइस होइन अब रमाइलो हुन्छ आज न्यू इयर हेरौँ कस्तो हुन्छ ल गाइस हामी चाहिँ अब माछा मार्न जाँदैछौँ है माछा मार्न न्यू इयर मनाउने माछा मार्ने माछा फेरि आज चाहिँ हामी न्यू इयर मनाउँछौँ है माछा मारेर सेल्फी अगाडि गइसक्यो सेल्फी भेट्यो है सेल्फी यसले हामीलाई एउटाले त हामीले ल्यान्छौँ यो छुच्चो तेल नि दिन्न यसले हामी चाहिँ अब तेल भरेर अब जानु लाग्यो है माछा मार्न खोलातिर जा 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 हामी चाहिँ अब लाग्यौँ है खौलादेखि तेल सेल भरेर अब यो चाहिँ दुम्बा है अगाडि अघि रातो कपडा लगाएको यो दुम्बा हो कति मोटो छ ओइ अहिले हामी खाएर बजारबाट आइसक्यौँ यिनी चोरहरूलाई आउने भेट्टाइयो ओहो वहाँ पनि माछा मार्दै छैन यार जाल ल कुकुर जिस्काएको है हामीले बाइक चाहिँ यहाँ राख्यो यहाँ पार्किङ गरेर अब यहाँबाट चाहिँ हामी खोलातिर जानेवाला छौँ है माछा कति मर्छ सब देखाउँछौँ लगाइछ होइन आज कति मर्छ है माछा हेरौँ कति छौँ केटाहरू आज त म पनि खेल्छु आज छेउमा यत्रो गरे माऱ्यो भने त भयो त आज खिस्सी नगर है हेलिकप्टरमा मौका दिउँला हामीले यसै अरसे खिस्सी गरेर ठोक्नु नगर्नु खाली भन नि पा हो आउन नि पाएन मैले छोप्न पाइन्छ होला नि पक्कै छेउमा यत्रो त पाइएला नि यत्रो ल गाइस अब चाहिँ हामी खोलामा आइसक्यौँ है खोलामा अब च्याप्प मेरो साँपडा जत्रा खोला मार्ने हो माछा मार्ने इन्डिया जान्छ यहाँको माछा यहाँको माछा चाहिँ रन्दाइला सुकुटी बनाएर इन्डिया पठाइदिने इन्डिया
हामी काम नलागेको झल्लु भयो यार उहाँ चाहिँ खोलाको किनारमा भैँसी काट्यो भने भैँसी कतिला लगाइ चाहिँ हामी चाहिँ अब ल गाइस अब चाहिँ हाम्रो फर्स्ट लडमा एउटा माछा निस्किसक्यो भाइ ठुलो माछा निस्कियो आज चाहिँ नयाँ साल मनाइएला जस्तो है असला निस्केको है आज चाहिँ केही होला जस्तो हाम्रो ल निक्लेन ओ निकालेछ निके भन्दा निकामै ल गाइस दोहोरो चट्टीमा पनि दुईटा अर्को माछा निस्क्यो है आज चाहिँ हाम्रो केही होला जस्तो है फेरि निक्ल्यो 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 फेरि पनि अर्को असलो ओ तीनटा असला निस्क्यो है ल गाइजहरू आज चाहिँ केही होला एकैछिनमा ल 10 मिनेटमा यति मरिसक्यो गाई यार 10 मिनेट नि भएन यार 4 मिनेटमा भिडियो गराएको पनि फेरि निकाले फेरि पनि है ल गाई 5वटा ओ यता भाले यता ल आज चाहिँ माछा बहुत खानेवाला हामी नयाँ साल आज राम्रो हुने भयो हाम्रो आज माछा चाहिँ बहुत खानेवाला हामी पुरै असल लाग्छ यार यत्रो भइसक्यो जब चाहिँ हाम्रो 2 किलोको असलो आएको 2 किलोको 2 किलोको असलो आयो 2 किलोको ल यो चाहिँ बबाल छ बबाल ठुलो है ल ओहो सेल्फी चाहिँ मार्यो 1 किलोको यो त आधी किलोको हो यार ल हामी चाहिँ हेर्ने दुईजना ल गाई जहिलेसम्म चाहिँ हाम्रोमा चाहिँ यति मारिसक्यो है अहिलेसम्म सेल्फी उहाँहरू अन्दै उहाँ हुनुहुन्छ ल अहिलेसम्म चाहिँ यति माछा माऱ्यो यति आज चाहिँ न्यु इयर बवाल हुनेवाला हाम्रो ल गाई फेरि पनि भेट्यो है असलै माछा फेरि आयो गाईजी फेरि ल अब चाहिँ हामी जाडो भएर आयो ताप्दैछौँ यात्रा पनि भयो फर्ममा आउँदैछ ल हाम्रो केटाले चाहिँ फर्ममा अहिलेसम्मको माछा चाहिँ यहाँ खाने आगो तापिरहेको छन् हामीलाई गर्मी भयो तिनीहरूलाई जाडो भयो है खोलामा डुबेर ल गाई हामीले चाहिँ अब 1 सिल माछा मारिसकेका छौँ है अहिलेसम्म एउटा सिल चाहिँ भरिसक्यो गाई चाहिँ यार आज हाम्रो केटाले धेरै माछा मारे 1 सिल भएको छैन 1 सिल ल आज चाहिँ कोस पनि बवाल बवाल छ है बवाल माछा चाहिँ मिस्टर सेल्फी पेग्नीले आज माछा चाहिँ ल गाई हामी चाहिँ अब खालादेखि सिमलेसम्म आयौ अहिलेसम्म माछा 2 किलो जति मार्यो अब चाहिँ हामी यहाँ चाहिँ खेल्ने ठाउँ नभएर तल रिसोर्ट मुनि खेल्ने ठाउँ छ अरे त्यहीँ जाँदैछौँ है अहिलेसम्म चाहिँ माछा 2 किलो मरिसक्यो धेरै बार खाइबना राखेछौँ हातमा उचाल्न गाह्रो भएर हेलो ब्याक गर 4 भाइ अब ट्याक्क रिसोर्ट मुनि गाई जब चाहिँ हामी यहाँबाट जाँदैछौँ है रिसोर्ट मुनिबाट खेल्दै खेल्दै हामी गाउँपालिकातिर निस्किन्छौँ होला हाम्रो पालिकातिर माछा चाहिँ आज धेरै छ नै 2 फेरि मार्ने अहिले झन् 2 किलो भयो
फेरि मार है गाडी यता अब यता यहाँ दुलो यता गर्मी भएर लत्ता कपडा खोलेर हिँड्यो फेरि माटो मछली हेर गाइस रिप छ यार यता यार लामै लामो होइन यति मार्यो 3 किलो मार्यो गाइस लो गाइस होइन खोलामा चाहिँ मैले भिडियो गराउनु पाएन अब भोक लागे जस्तो नि गरौँ अलि अल्छी लागे जस्तो नि गरौँ अनि हामी चाहिँ अब निस्क्यौँ माछा साछा लिएर खोलाबाट निस्क्यौँ 3 केजी जति मऱ्यो गाइस होइन माछा पनि देखाइदिउँ न खै माछा पनि हेरौँ खै 3 केजी जति मऱ्यो या असला अनि सबै गऱ्यो माछा सब यो सेल्फी धेरै सेल्फी छ पो अनि कस्बिन भाइले है खौलाहरू छ